आफूले यो कन्स्टिट्युसन खोलेर हेरेको बेलामा चाहिँ ध्यान दिएर हेरेको बेलामा चाहिँ त्यो डिफाइन गरेको ठाउँमा हेरियो भनेदेखि चाहिँ यी रङहरूलाई यसरी व्याख्या गरेर रहेछ, ती रङहरू यस्ता रहेछन् होइन, यिनीहरूलाई यसरी प्रयोग गरेको रहेछ भनेर आफ्नो माइन्डमा एउटा पिक्चर भन्छ क्या। त्यो पिक्चर, त्यो पिक्टोरल भनेको त्यो पिक्चर माइन्डमै राख्ने पिक्चरको रूपमा चाहिँ त्यसलाई ग्रहण गरियो भने, क्रिएट गरियो भनेदेखि के हुन्छ भन्दाखेरि त्यो आफूलाई झन्डा भन्ने बित्तिकै नेपालको झन्डा सेतो, रातो, निलो कुन छ त रङ होइन, कस्तो खालको भन्ने कुराको सट्ट इमेज बनाउनु पर्यो होइन। हामीलाई रोड भन्दाखेरि, सहरको रोड भन्दाखेरि कालो बाटो, पिच बाटो होला, त्यहाँ गाडी कुदिरहेको होला भन्ने एउटा इमेज आउन सक्नुभयो होइन। अनि त्यस पछाडि हामीहरूलाई चाहिँ जङ्गल भन्यौँ भने बाँचे तराईको सालको जङ्गलको इमेज आउन सक्छ तराईको मान्छेलाई, पाहाडको मान्छेलाई उत्तिस घारीको अथवा कुनै कुराको होइन, एउटा झाडीहरूको केहीको चाहिँ इमेज आउन सक्छ होइन। अनि हामीहरूलाई चाहिँ खसी भन्यौँ भनेदेखि, बाख्रा भन्यौँ भने चारवटा खुट्टा टेक्ने एउटा एनिमल हो नि भने जस्तै हाम्रो पढाइमा पनि कतिपय कुराहरू साङ्केतिक कुराहरू हुन्छ। त्यो साङ्केतिक कुराहरूलाई चाहिँ हामीहरूले इमेजमा ब्रेन स्ट्रमिङ गर्नुपर्छ, इमेजमा एउटा पिक्चर बनाउनुपर्छ। त्यो पिक्चरले के गर्छ भन्दाखेरि हामीलाई जति सक्दो छिटो मेमोरी गराउँछ होइन, रिकल गराउँछ होइन। अनि त्यस पछाडि केही कुरा त हामी नजिक पुगिहाल्छौँ, फाइनलमा नपुगे पनि हामी नजिक पुगिसकेपछि हामीले झलस्से हेऱ्यौँ भनेदेखि हामीले चट्ट ग्रहण गर्छौँ। त्यस्ता कुराका सिम्बोलिक तरिकाले हेर्ने होइन, अथवा हामी केही छैन हामीले एउटा रुखको नक्सा नै बनाएर त्यही वरिपरि आफ्ना क्रिएसनले, आफ्नो मनोबलले छुट्याउने किसिमले पढ्न सक्छौँ होइन। मैले विश्वविद्यालय पढ्दाखेरि, म मास्टर्स डिग्री इङ्ग्लिसमा पढ्दाखेरि कति पोएट्रीहरू, कति स्टोरीहरू, ड्रामाहरू चाहिँ मैले के गर्थेँ भन्दाखेरि त्यो कपीभरि इमेजहरू तयार गर्थेँ। त्यो क्यारेक्टर त्यसको नाम यो होला भनेर एउटा मान्छेको नाम बनाउँथेँ। अनि त्यो एउटा कुनै ठाउँमा गइरहेको छ भने यो गेटबाट गयो होला, अथवा यो स्पेसमा गयो होला, यो ठाउँमा यो क्राउडमा गयो होला भन्ने एउटा इमेज तयार गर्थेँ। अनि इमेज कलेक्सन गरिसकेपछि चाहिँ के हुन्थ्यो भन्दाखेरि अब त्यो इमेज हेरेर पनि त्यो स्टोरी बुझ्न थालिन्थ्यो कि होइन। सट्ट इमेज कपीमा सट्ट पल्टाइयो भनेदेखि अब यो इमेजले चाहिँ मलाई यो पूर्ण भनौँ 1 पेज लेख्नुलाई 2 पेज लेख्नुलाई अब काम दिन्छ, किनभने त्यो क्यारेक्टरहरू चाहिँ सँगसँगै बढेका छन् भने जस्तो होइन। अनि यसमा पनि हामी कतिपय अवस्थामा महिला भन्ने बित्तिकै होइन, फिमेललाई आउने कोटाको सन्दर्भमा यसो दिमागमा लगाउन सक्ने भयौँ होइन। अनि 33 चाहिँ छुट्याउने भयौँ। अनि त्यो 33 भित्रको पनि कुराहरूमा आफ्ना रिजर्भेसनहरू होला, इन्क्लुजनहरू होला होइन। अनि त्यस पछाडि हामी स्ट्रक्चरल पिक्चरहरू बनाउन सक्ने भयौँ। राष्ट्रको सबैभन्दा ठुलो ओहदाको को हुन्छ, अनि त्यस पछाडि दोस्रो ओहदाको मर्यादाको कुराहरू होइन। सरकारले त प्रोटोकल बनाइदिएको छ, तर हामी आफैले बुझ्ने तरिकाले पनि त हामी एउटा नक्सा बनाउन सक्ने भयौँ नि, एउटा हायरार्की नक्सा बनाउन सक्ने भयौँ। अझ कानुनै पढ्ने साथीहरूले त न्यायमा, सहकारी अधिकृतमा होइन, कानुन अफिसरमा, लिगल क्षेत्रमा काम गर्ने साथीहरूले त कसरी पनि बनाउन सक्ने हुनुभयो भन्दाखेरि हाम्रो संविधान पिरामिड आकारको हुन्छ। त्यही भएर हाम्रो रुखको टुप्पो बनायौँ भने हामी टप भनेको कन्स्टिट्युसन, अनि त्यहाँ मुनि हामी 2टा हाँगा बनायौँ भने हाम्रो ऐन र नियमावली होइन। अझ दाहिनेपट्टि हामी ऐन बनायौँ भनेदेखि त्यो चाहिँ अगाडि आउने भयो अरे होइन, देब्रेपट्टिको पछि आउने भयो अरे। अनि क्रमशः अर्को हायरार्कीमा आउँदाखेरि निर्देशिकाहरूको लाइनहरू आउन सक्ने भयो, त्यहाँभन्दा मुनिका इन्टरनल रेगुलेसनका कुराहरू आउन सक्ने भयो भने त्यो एउटा पिरामिड जस्तो किसिमको एउटा चाहिँ कोणधारी रुख तयार गऱ्यौँ भने हामी त्यही रुख देखेर कानुन देख्ने चाहिँ हाम्रो कला हुनसक्छ होइन। त्यस्तै गरिकन चाहिँ अब हामी कानुनै नपढेको विद्यार्थीहरूको लागि चाहिँ अब यही मैले यो झन्डाको प्रसङ्गले म त्यहाँ पुगेको छु अहिले होइन। एउटा झन्डा तयार गरियो भनेदेखि त्यो झन्डाले चाहिँ कतिवटा कुरा इङ्गित गर्नुभयो, संविधानले झन्डाको बारेमा व्याख्या गरेको छ भन्ने पनि जान्ने भयौँ होइन। आफ्नो देशको प्रतीक चिन्ने पनि भयौँ। विभिन्न कलरहरूको कारणले गर्दा हामी इमेजिन गरेर चाहिँ त्यसलाई चाहिँ थिङ्किङ पावर बढाउन सक्ने भयौँ। यस्ता कुराहरू हेर्नुपर्छ सबैका।